युके मास्टर्स फ्रीमा पढ्न पाइन्छ भन्दा के तपाईँ पत्याउनुहुन्छ त? ट्युसन फी पनि फ्री, मन्थली लिभिङ एक्सपेन्सेस पनि फ्री, फ्लाइट टिकट पनि फ्री, भिजा फी पनि फ्री, अनि युके जस्तो देशमा 1 वर्षमा मास्टर्स पढ्ने मौका कम्प्लिटली फ्रीमा। साउन्ड्स अनरियल राइट? तर यो कुनै लटरी पनि होइन र यो कुनै स्क्याम पनि होइन। यो हो चिभनिङ स्कलरसिप, युके गभर्मेन्टले दिने वर्ल्ड्स मोस्ट प्रेस्टिजियस फुल्ली फन्डेड स्कलरसिप मध्येको एउटा भनेको यो चिभनिङ स्कलरसिप पनि हो। र गुड न्युज के छ भने नेपालबाट पनि आरामले अप्लाई गर्न मिल्छ। आजको यो भिडियोमा म तपाईलाई चिभनिङ स्कलरसिपको बारेमा A to Z एक्सप्लेन गर्नेछु। चिभनिङ भनेको के हो, कसले अप्लाई गर्न मिल्छ, के एक्सपेन्सेस कभर हुन्छ, एप्लिकेसन प्रोसेस कस्तो हुन्छ र सेलेक्सन हुने चान्स कसरी बढाउन सकिन्छ त। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि अन्तिममा म केही टिप्स पनि सेयर गर्नेछु जुन धेरै एप्लिकेन्ट्सहरूले चाहिँ मिस गर्ने गर्नुहुन्छ। सबैभन्दा पहिला कुरा गरौँ चिभनिङ स्कलरसिप भनेको चाहिँ के हो त? चिभनिङ स्कलरसिप भनेको युके गभर्मेन्टको फ्ल्यागशिप स्कलरसिप प्रोग्राम हो। यसलाई फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस अर्थात् युके गभर्मेन्टले नै फन्ड गर्ने गर्दछ। यसको मेन पर्पस के हो भनेदेखि विश्वभरमा छरिएर रहेका फ्युचर लिडर्सहरूलाई खोज्ने हो। धेरैलाई लाग्ने गर्दछ कि टपर भए मात्रै पाइन्छ होला, तर रियालिटी के हो भनेदेखि चिभनिङले चाहिँ मार्क्स मात्र हेर्दैन। उनीहरूले हेर्ने कुरा भनेको चाहिँ तपाईमा लिडरसिप छ कि छैन, तपाईसँग फ्युचर भिजन छ कि छैन, तपाईले आफ्नो कम्युनिटीमा इम्प्याक्ट क्रिएट गर्नुभएको छ कि छैन, र मास्टर्स सकिसकेपछि आफ्नो देशमा गएर कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न त। त्यसैले जिपिए राम्रो हुनु प्लस पोइन्ट हो, तर सेलेक्सन चाहिँ त्यति कुरामा मात्रै चाहिँ डिपेन्ड हुँदैन। अब कुरा गरौँ चिभनिङ स्कलरसिपले चाहिँ के खर्चहरू कभर गर्दछ त। लेट्स ब्रेक इट डाउन। सबैभन्दा पहिले फुल ट्युसन फी, युनिभर्सिटीले तिर्नुपर्ने कम्प्लिट ट्युसन फी चिभनिङले नै पे गरिदिन्छ। त्यसपछि भनेको मन्थली लिभिङ स्टिपेन्ड, युकेमा बस्दा रेन्ट, फुड, ट्रान्सपोर्ट लगायतका दैनिक जीवनका लागि चाहिने खर्चका लागि मन्थली अलाउन्स पनि दिने गर्दछ। तेस्रो भनेको रिटर्न फ्लाइट टिकट, नेपालबाट युके जाने र कोर्स सकिसकेपछि नेपाल फर्किने एयर फेयर पनि चिभनिङले नै दिने गर्दछ। त्यस्तै चौथो हो भिजा एप्लिकेसन फी, स्टुडेन्ट भिजाको फी पनि स्कलरसिपले नै कभर गर्ने गर्दछ। त्यस्तै अराइभल अलाउन्सेस, डिपार्चर अलाउन्सेस र सबैभन्दा भ्यालुएबल बेनिफिट भनेको चिभनिङ अलुमनाई नेटवर्क। यसमा संसारभरिका लिडर्स, एन्टरप्रेनर्स, मिनिस्टर्स, डिप्लोमेट, रिसर्चर्स लगायतका हजारौं प्रोफेसनलहरू चाहिँ रहेका हुन्छन्। यो नेटवर्क भविष्यको लागि चाहिँ एकदमै युजफुल हुनेछ। त्यस्तै अब कुरा गरौँ कसले अप्लाई गर्न मिल्छ त यस्तो राम्रो कुरामा। धेरैले सोध्ने क्वेसन भनेको चाहिँ म एलिजिबल हुन्छु त? सबैभन्दा पहिला तपाईँ चिभनिङ एलिजिबल कन्ट्रीको सिटिजन हुनुपर्दछ। गुड न्युज भनेको नेपाल एलिजिबल कन्ट्री हो। दोस्रो भनेको ब्याचलर्स डिग्री कम्प्लिट भएको हुनुपर्दछ। चिभनिङ भनेको मास्टर्स डिग्रीको लागि मात्रै अवार्ड गरिने स्कलरसिप प्रोग्राम हो, त्यसकारणले तपाईले ब्याचलर्स डिग्री चाहिँ कम्प्लिट गरेको हुनुपर्दछ। र तेस्रो भनेको चाहिँ कम्तीमा 2 वर्ष बराबरको तपाईको वर्क एक्सपिरियन्स हुनुपर्दछ। अब धेरैजना यहाँ चाहिँ कन्फ्युज हुनुहुन्छ, वर्क एक्सपिरियन्स भनेको कस्तो हो त? वर्क एक्सपिरियन्स भनेको अफिस जब मात्रै होइन, एलिजिबल फुल टाइम जब, पार्ट टाइम जब, इन्टर्नसिप, भोलुन्टियरिङ जस्तो तपाईसँग एक्सपिरियन्स भए पनि चिभनिङले चाहिँ एक्सेप्ट गर्दछ, तर चिभनिङको रुल्स अनुसार चाहिँ हुनु पर्यो। त्यसैले आफ्नो एक्सपिरियन्सलाई राम्रोसँग क्याल्कुलेट गर्नु होला। र अर्को रिक्वायरमेन्ट भनेको युके को एलिजिबल मास्टर्स कोर्समा अप्लाई गरेको हुनुपर्दछ। र स्कलरसिप सकिसकेपछि कम्तीमा 2 वर्ष आफ्नो होम कन्ट्री फर्कनु पर्ने रुल पनि रहेको छ। अब कुरा गरौँ एप्लिकेसन कहिले ओपन हुन्छ त? यदि तपाईँ 2027 इन्टेकको लागि अप्लाई गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ यसको एप्लिकेसन ओपन भइसकेको छ। अगस्त 4, 2026 मा यसको एप्लिकेसन ओपन भएको थियो भनेदेखि अक्टोबर 6, 2026 मा चाहिँ यसको एप्लिकेसन क्लोज हुनेछ। र त्यसपछि एप्लिकेसन रिभ्यू हुन्छ, सर्ट लिस्टिङ हुन्छ, इन्टरभ्यू कल हुन्छ। त्यसपछि फाइनल रिजल्ट चाहिँ नर्मल्ली जुनतिर अनाउन्स हुन्छ र सेप्टेम्बर वा अक्टोबरबाट युकेमा क्लासेसहरू चाहिँ स्टार्ट हुने गर्दछ। त्यसैले लास्ट विकसम्म कुनै गल्ती चाहिँ नगर्नु होला, अर्ली नै सबै प्रिपरेसनहरू चाहिँ गरेर राख्नु होला। त्यस्तै अब कुरा गरौँ सेलेक्सन प्रोसेस। चिभनिङको सेलेक्सन प्रोसेस कस्तो हुन्छ त? यसमा तपाईले अनलाइन एप्लिकेसन फिल गर्नुपर्ने हुन्छ, त्यसपछि तपाईले केही एसेहरू लेख्नुपर्ने हुन्छ। यी एसेले नै तपाईको सेलेक्सनमा सबैभन्दा महत्त्वपूर्ण भूमिकाहरू खेल्नेछन्। त्यसपछि यदि तपाईँ सर्टलिस्ट हुनुभयो भने इन्टरभ्यू हुन्छ। इन्टरभ्यूमा उनीहरूले तपाईको मोटिभेसन, लिडरसिप, करियर प्लान र युकेमा किन पढ्न चाहनुहुन्छ भन्ने कुरा चाहिँ जान्न खोजिरहेका हुन्छन्। त्यसैले इन्टरभ्यू र एसे दुवै इक्वली इम्पोर्टेन्ट रहेका छन्। त्यस्तै अब कुरा गरौँ सेलेक्सन चान्स कसरी बढाउने त? नम्बर 1 लिडरसिप देखाउनुहोस्। लिडरसिप भनेको सिइओ हुनु मात्र होइन, यदि तपाईले कम्युनिटी प्रोजेक्ट गर्नुभएको छ, एनजिओमा भोलुन्टियरिङ गर्नुभएको छ, कलेज क्लब लिड गर्नुभएको छ, अथवा कुनै पनि इनिसिएटिभहरू सुरु गर्नुभएको छ भने त्यो पनि एउटा लिडरसिप नै हो। त्यस्तै नम्बर 2 भनेको करियर गोल्स क्रिस्टल क्लियर हुनुपर्दछ। चिभनिङले सोध्ने मुख्य प्रश्न भनेको चाहिँ वाइ सुड वी इन्भेस्ट इन यु?
त्यसको एन्सर तपाईको फ्युचर प्लानमा रहेको हुन्छ। म के गर्दैछु, किन गर्दैछु लगायतका विभिन्न कुराहरू। नम्बर 3 भनेको चाहिँ एसे कपी पेस्ट नगर्नुहोस्। धेरै जनाले चाहिँ इन्टरनेटमा गएर टेम्प्लेटहरू खोजेर एडिट गरेर सबमिट गर्ने गर्दछन्। त्यस्तो नगरिकन एउटा चिभनिङले चाहिँ जेन्युइन स्टोरी खोजिरहेको छ। त्यसकारणले गर्दाखेरि आफ्नो जेन्युइन स्टोरी नै उनीहरूलाई बताउनुहोस्। स्टोरी भन्नुको मतलब कम्प्लिट स्टोरी होइन, मैले भन्न खोजेको तपाईको आफ्नो रियल स्टोरी नै भन्नुहोस्। नम्बर 4 भनेको अर्ली प्रिपरेसन गर्नुहोस्। रिकमेन्डेसन लेटरहरू चाहिन्छ, युनिभर्सिटी चोइसहरू कुन गर्ने, कोर्स कता गर्ने लेखेर रेडी गरेर राख्नुहोस्। यो सबै कुराहरू सक्नको लागि चाहिँ फाइनल डेटसम्म चाहिँ तपाईँ वेट गरेर नबस्नु होला। र यो नेक्स्ट सेक्सनमा चाहिँ म तपाईहरुलाई केही कमन मिसहरू चाहिँ डिबङ्क गरेर दिनेछु। टपर भएर मात्रै जान पाइन्छ होइन, लिडरशिप इक्वली इम्पोर्टेन्ट रहेको छ चिभनिङको लागि। त्यस्तै रिच फ्यामिली भए मात्रै युके जान पाइन्छ, दिस इज कम्प्लिटली रङ। यो फुल्ली फन्डेड स्कलरशिप हो, धनी गरिब यसमा केही फरक पर्दैन। नेपालबाट सेलेक्ट हुँदैन, यो पनि एकदम गलत हो। हरेक वर्ष नेपालबाट स्कलर सेलेक्ट भइरहेका हुन्छन्। एउटा जानकारी गराउन चाहे तपाईँ इनडेप्थ स्टोरी हेर्नुहुन्छ भनेदेखि इनडेप्थ स्टोरीको फाउन्डर सुदीप बाई सुवेदी पनि लास्ट इन्टेकमा चिभनिङ स्कलरशिपको अवार्ड प्राप्त गरेर अहिले युकेमा नै स्टडी गरिरहनु भएको छ। र भिडियोको अन्त्यमा भन्न चाहे यदि तपाईको सपना युकेमा मास्टर्स गर्ने हो र लाखौं खर्च नगरिकन पढ्ने हो भनेदेखि चाहिँ चिभनिङ स्कलरशिप डेफिनेटली एक्सप्लोर गर्नुपर्ने एउटा अपर्च्युनिटी हो। कम्पिटिसन एकदमै धेरै रहेको छ तर इम्पोसिबल भने छैन। हरेक वर्ष नेपालबाट एप्लिकेन्ट्सहरू सेलेक्ट भइरहेका छन्। सायद अर्को चिभनिङ स्कलर तपाईँ पनि हुन सक्नुहुनेछ। त्यसकारणले गर्दाखेरि राम्रोसँग प्रिपरेसन गर्नु होला र यो भिडियो युजफुल लाग्यो भने लाइक गरिदिनु होला। यस्तै युके स्टडी, स्कलरशिप, भिजा अपडेट र इन्टरनेसनल स्टुडेन्ट्स गाइड्सको लागि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला र कमेन्टमा लेख्नु होला यदि तपाईँ चिभनिङको लागि चाहिँ अप्लाई गर्नलाई कन्सिडर गर्दै हुनुहुन्छ भनेदेखि। र कुनै अरू क्वेसनहरू छन् भने पनि कमेन्टमा लेख्न सक्नुहुनेछ। यति बेरसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। I'll see you in the next video. Take care.